साइप्रसमा अहिले अफ सिजन छ, तर समरको लागि भनेर चाहिँ धेरै कम्पनीहरूले चाहिँ डिमान्डहरू नेपाल पठाइरहेको हुन्छ र हायरिङ पनि गरिरहेको हुन्छ। तर हायरिङ चाहिँ कस्तो छ भन्दाखेरि जस्तै बारटेन्डर, वेटर लगायतका अब एग्रिकल्चरका तिनीहरूलाई पनि एकदम लेस सेलेरीमा क्या। कतिपयले सोध्नुहुन्छ कि मलाई चाहिँ 600 सेलेरी दिन्छु भनेको छ, खाना पस्न कम्पनीले दिन्छ अरे, अनि ओभर टाइम मिल्छ अरे, वहाँ गएर सेलेरी बढाउँछ अरे, अनि त्यहाँ गएर टिप्सहरू पनि मिल्छ अरे भनेर चाहिँ धेरैजनाले मलाई मेसेजहरू पनि गरिरहनु भएको छ। र म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि तपाईँको डोमेस्टिकदेखि बाहेक अन्य जुनसुकै क्याटेगोरीमा भए पनि तपाईँहरूले मिनिमम सेलेरी 750देखि 800 अनिवार्य तपाईँहरूले पाउनुहुन्छ। र उनीहरूले चाहिँ तपाईँहरूलाई जति सस्तोमा पठायो उनीहरूलाई फाइदाको कुरा हो, र यहाँ आइसके पछाडि तपाईँहरूको काम भन्ने कुरा पेलान्ती नै हुन्छ। त्यही कारणले गर्दाखेरि चाहिँ अलि त्यो 500-600मा चाहिँ डोमेस्टिकदेखि बाहेक अन्य कुनै क्याटेगोरीमा आउँदै हुनुहुन्छ भने त्यसमा चाहिँ मैले धेरै बेनिफिट चाहिँ मैले देखेन। र किनभने लगानी पनि धेरै हुन्छ, कति 2-3 वर्षमा लगानी तिरिरहने कुरा त हुँदैन। त्यही भएर चाहिँ अलिकति बेनिफिट हुँदैन जस्तो लाग्छ। त्यही पनि तपाईँहरूको विचार गर्नु होला है त।